हामी चाहिँ खेतमा हिँड्यो है अब पहिलो भइहाल्यो नि खेतमा जाँदैछौँ मकै पानी अब अलि बढी पर्ला जस्तो भइरहेछ त्यो कारणले गर्दाखेरि सर मकै फर्काइएर गाडो साडो लगाइदिनु पऱ्यो भन्दा मकै दियो भाँडासाना बाँधिसकेर डिलोमा जाँदैछौँ अब खेत आइदिनु बेला हुन्छ आजकल बाटो यस्तो राम्रो छ सबै स्लाब गरेर बाटो छ सजिलो छ अहिले खेतमा अब सामान भइन्छ 5 महिना 2 महिनाको नभए 5 दिन लाग्छ त्यस्तो छ अब मौसम पनि यस्तै घाम पनि नलाग्ने पानी पनि नपर्ने यस्तो खालको छ यो पानी हावाहुरी आउँछ भन्छ के भन्छ नेपालतिर के फेरि पानी परेर छ भन्छ कहाँ कहाँ के भन्छ अब त्यस्तो के भन्छ अलिकति गरिदिनु पऱ्यो अलिकति आयो ठिकै छ नआयो पनि यस्तो घाँस हुन्छ अलिकति मल हुन्छ कति भएको पुगेन भनेर अब हाम्रो खेत आइदिनु बेला